मलाई भन्दा नि लाइक बहिनीको चाहिँ फेभरेट स्पोर्ट त्यो चाहिँ अब कुवेतमा बनाउने यो सालमियामा यतातिर तपाईँले अरेबिका कफी हाउस प्लस रेस्टुरेन्ट देख्न सक्नुहुन्छ टिकटकमा हैन 95K प्लस भ्युज आएको थियो सो त्यसको लागि एकदमै माया गरिदिनु होला हाम्रो अर्जुन ठकुरी दाइलाई है आजको भयो चाहिँ बबाल बनाउनु म आज अलि बोल्ने ट्राई गर्छु है त ढेँडो खाँदैन म चिन्नु भने क्या दाइले म चिनाउँछु पछि हेलो नमस्ते साथीहरू आई होप हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ होला सो वेलकम ब्याक टु माई युट्युब च्यानल आज सटरडे आज भनेको मेरो डे अफ मेरो चाहिँ छुट्टी छ देन आज चाहिँ म जाँदैछु बाहिर सो आफ्टर अ लङ टाइम भनौँ न 12 वर्षपछि मैले मेरो स्कुल लाइफको बहिनीलाई यहाँ भेट्न जाँदैछु सो उहाँ चाहिँ अस्ति पनि मैले एक दुईचोटि भेटिसकेँ देन आफ्टर यो चाहिँ थर्ड टाइम हो देन हामी चाहिँ आज चाहिँ बाहिर खाना खान जाने प्रोग्राम छ सो उहाँहरू आउँदै हुनुहुन्छ म भएको ठाउँमा आई मिन सालमियामा सो हामी चाहिँ अब बाहिर जाने खानासाना खाने गफसप गर्ने लाइक हिसाबले हामी जाँदैछौँ सो हाम्रो भिडियोलाई एकदमै धेरै माया गरिराख्नु भएको छ हजुरहरूले सो यस्तै माया अझै देखाउनु होला भिडियोलाई अझै लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला सो म छु अहिले यहाँ सालमिया ओल्सुकमा र हामी जाँदैछौँ हामी लुलुको माथि एसियन चुलोमा है त सो आज त्यहाँ चाहिँ एकदमै धेरै व्यक्तिहरूले चिन्नुहुन्छ होला सालमिया हुने मान्छेहरू एसियन चुलो भनेर त्यहाँ चाहिँ खाना चाहिँ अलि मिठो नै पाउँछ देन त्यही कारणले हामी चाहिँ आज त्यहाँ चाहिँ खाना खानलाई जाँदैछौँ सो आउनुहोस् भिडियोमा के हुन्छ अब बहिनीहरूसँग भेटघाट गफगाफ सबै कुराहरू म तपाईँलाई देखाउँछु को बहिनी कस्तो बहिनी सबै कुरा तपाईँले यहाँ भिडियोमा देख्न सक्नुहुन्छ है त ल कन्टिन्यू हेर्नु होला है त सो तपाईँले देख्न सक्नुहुन्छ साथीहरू हाम्रो आज चाहिँ कस्तो भनेपछि अहिले हाम्रो कुवेतमा गर्मी बढिसकेको छ जुन कारणले गर्दा एकदमै धेरै दिउँसोमा घाम लाग्ने गर्छ र खासै मान्छेहरू त्यति हुँदैन तर बेलुका पख भनेको एकदमै धेरै भिड हुन्छ कि आज भनेको सटरडे हिजो फ्राइडे एकदमै धेरै भिड थियो र आज पनि अलमोस्ट ठिकै छ दिउँसोमा यत्तिको मान्छे देखिरहेको छ किनकि आज छुट्टी हो नि त त्यो कारणले बेलुकामा चाहिँ लास्टै भिड हुन्छ सो म यहाँ छु अनि हाम्रो यो भनेको एमआरजी भयो अब हामी यहाँदेखि थोरै अगाडि अलमोस्ट 5 मिनट जस्तो 5-6 मिनट जस्तो यहाँदेखि हिँडेर गइसकेपछि अनि लुलु आउँछ देन हामी त्यहाँ लुलुको फर्स्ट फ्लोरमा चाहिँ रेस्टुरेन्टहरू छ त्यहाँ भनौँ न एउटा रेस्टुरेन्टहरू छ त्यहाँ नेपाली रेस्टुरेन्टहरू पनि छ जहाँ भनेको हामी चाहिँ आज जाने भनेको एसियन चुलो मलाई भन्दा नि लाइक बहिनीको चाहिँ फेभरेट स्पोट त्यो चाहिँ अब कुवेतमा भनौँ न यो सालमियामा अझै मिठो उसलाई खाना लाग्ने ठाउँ त्यहीँ हो त्यो कारणले हामी चाहिँ त्यहाँ जाँदैछौँ अब के खान्छौँ के गर्छौँ भन्ने कुरा हामी त्यहाँ गएपछि देख्नेछौँ सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला सो यस्तै छ गर्मी छ मान्छेहरू काम गर्ने गर्दै हुनुहुन्छ घुम्नेहरू घुम्दै हुनुहुन्छ सो पसलहरू यस्तै छ ल है त साथीहरू मजाले भिडियोलाई अन्तिमसम्म साथ दिनु होला है त सो यो भनेको जोलेबी म काम गर्ने स्टोर है नजिकै छ साथीहरू सो तपाईँले मलाई भेट्नु मन छ भने यहाँ आएर भेट्न सक्नुहुन्छ म ड्युटीमा भएको टाइममा भेट्दा नि केही हुन्न 5 मिनट कुरा गर्नलाई त्यस्तो गाह्रो छैन है त हाम्रोमा चाहिँ ल सो साथीहरू तपाईँले देख्न सक्नुहुन्छ होलसुक यो भनेको हाम्रो एक साइड भयो होइन हाम्रो सालमिया होलसुकको र ऊ त्यो अगाडिको जुन बिल्डिङ छ यो बिल्डिङ माथि चाहिँ यो बिल्डिङमा चाहिँ लुलु भएको बिल्डिङ भनेपछि सबैले चिन्छ यहाँ होइन सो यहाँ लुलु छ मुनि डाउनमा माथि चाहिँ हाम्रो एसियन चुलोहरू छ है सो हाम्रो यो एक साइडको पछाडिपट्टि यो साइडपट्टि यतातिर तपाईँले अरेबिका कफी हाउस प्लस रेस्टुरेन्ट देख्न सक्नुहुन्छ जहाँ भने तपाईँले इटालियन फुड आइटमहरू पाउन सक्नुहुन्छ यहाँ साइडमा देन यसको उता पछाडिपट्टि भनेको वकेनको रेस्टुरेन्ट छ देन हामी जानुपर्ने चाहिँ यो बिल्डिङमा है त आज अल्तिजारी बिल्डिङ है सो बहिनीहरू आउँदैछन् होइन आइपुग्यो कि पुगेन अब मलाई म्यासेज आएको छैन आइपुग्दैछन् आइपुगेको छैन होला सो म चाहिँ अब यहाँबाट भित्र गएर माथि गएर बसिरहेको हुन्छु त्यहाँ दाईसँग नि यसो भेटघाट गर्छु हाम्रो होइन एसियन चुलोको दाईमा लास्ट टाइमको मेरो भिडियो जुन घिउ लभरवाला भिडियो थियो घिउ लभर घिउ काण्ड भनौँ न त्यो वाला भिडियोमा चाहिँ एकदमै धेरै सपोर्ट गर्नुभएको थियो कि हजुरहरूले लाइक टिकटकमा होइन 95K प्लस भ्युज आएको थियो सो त्यसको लागि एकदमै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु सो आज पनि केही कन्टेन्ट लिएर आउने कि सोचिरहेको छु लेट्स अब बहिनीहरूले मान्यो भने चाहिँ एउटा भिडियो बनाउनु पर्छ टिकटकको लागि बट अहिले चाहिँ म
माथि गएर टक्क दाहरूसँग कुराकानी गर्छु है त। सो रमाइलो छ, भित्र जोस् आनन्द गर्मी भइरहेको थियो बाहिर, अब चाहिँ भित्र चाहिँ एसी भएपछि दामी कुल चिल हुन्छ। माथि गएर एकछिन रेस्ट गर्ने, मजाले बस्ने, फ्री हुने, अनि देन आफ्टर अरू कुराहरू अगाडि बढ्ने है त गाइज। आउनुहोस् है। सो यस्तो छ ल है गाइज। लुलु भनेको यहाँकै साथीहरू, तपाईँले यहाँदेखि टक्क मुनि भनेको लुलु छ, लुलु हाइपर। सो यहाँ मान्छेहरू धेरै सामान लिने यताउता गर्न आइराख्नुहुन्छ। सो मेरो लिफ्ट आउँदैछ, म वेटिङमा छु गाइज। ल आयो त ल साथीहरू, फर्स्ट फ्लोर टक्क लाएर आजको भ्लग चाहिँ बबाल बनाउनु पर्छ। म आज अलि बोल्ने ट्राई गर्छु है त, अलि बोल्ने, मजाले कुरा गर्ने, सकेसम्म बहिनीहरूलाई नि भिडियोमा ल्याउने ट्राई गर्छु। देयर चाहिँ के भन्छ हेरौँ। ल साथीहरू, म फर्स्ट फ्लोरमा आइपुगेँ। देन हाम्रो एसियन चुलो भनेको चाहिँ फुड कोर्ट जस्तै छ क्या यहाँ, उहाँ पर छ क्या एसियन चुलो पर है। म त्यहाँ जाँदैछु, तपाईँलाई देखाउँछु है त के कस्तो भयो भन्ने कुराहरू। जस खासै मान्छेहरू छैन, अब दिउँसो भन्दा पनि बेलुकामा आउँछ नि त प्रायः, त्यही भएर त्यति मान्छे छैन। बट अब त्यहाँ पुगेपछि अहिले हामी चाहिँ अब खानसाना खान्छ। देन अब बहिनीहरूको काम छ, भरे फर्किनु पनि रहेछ, उनीहरूलाई उता फाइल जानुपर्ने, सामानहरू किन्नुपर्ने, देन त्यही कारणले। सो हाम्रो एसियन चुलो चाहिँ यहाँ अगाडि छ। अब मान्छेहरूको भिडियोहरू निकाल्नु अलिक मिल्दैन, म आफ्नै भिडियो गर्दै हिँडिरहेको छु। देन आफ्टर हाम्रो यहाँ चाहिँ एसियन चुलो यहाँ छ है त साथीहरू। सो एसियन चुलोमा आएर टक्क के छ दाजु नमस्कार, आरामै हुनुहुन्छ? धेरै पछि खै त हाम्रो जोजो दाइ। सो हामी नेपाल कहिले? लु साथीहरू, मेरो बहिनी के छ? ठिक्क टाइमिङमा के छ, आरामै छौ? ल हामी भेट भयो है त ठ्याक्क। म पनि भर्खर आइपुगेँ, बहिनीहरू नि भर्खर आइपुगेछ टाइमिङमा। नमस्ते, आरामै हुनुहुन्छ? कस्तो भयो यात्रा? सुखद। म ढिँडो ट्राई गर्ने आज। अनि के छ दाइ? म चिन्नु भने क्या दाइले, म चिनाउँछु पछि। नमस्ते दाजु। ल हाम्रो ल के ढेँडो खाइदिने? उता आयो त। ल ठिक छ, खाउनु त, केही भएन अरे क्या अझ। खाना आउँदैछ, अनि भारी थाल, कासको थाल हो नि त। अनि ल साथीहरू होइन, टक्क खाना आइसक्यो। जाऊ जाऊ जाऊ, म ग्लोभ्स लाउँछु होला। के हातले खा? हात धुनु पऱ्यो। ल ग्लोभ्स हातले खाइदिउँ न। ल टक्क हाम्रो ढिँडो सेट आइसकेको छ। ढिँडोमा घिउ, यता तरकारी चिकन, यता दाल, यता यो के हो सब्जी, यता यो कस्तो भइरहेछ अरे? एकदम मिठो छ ढेँडो चाहिँ, धेरै हो धेरै फेभरेट होइन त? अनि मैले बाटोमा भन्दै आएर बहिनीको फेभरेट स्पोर्ट खाना एसियन चुलो। अनि आफू चाहिँ ढेँडो खाँदैन कहिले नि? ढेँडो खाँदैन? अनि खाएको बेला अब फुड भ्लगिङमा खाएको बेला त आउँछ नि, खाना खानु निस्केको भनेर आइरहेको त म। रियाक्सन त यताबाट दिइरहेको छ त। होस् न त, यस्तै हो, केही हुन्न। मासु कस्तो मिठो हो। ल ल खाऊ खाऊ, म नि खाइदिन्छु टक्क लाएर होइन। हामी यहाँ राखौँ, टाइम ल्याप्समा राखौँ है। कसरी खाने रे? ल्याउ न भाइ, कसरी खाने? अब भर्खर देखाइरहेको थियो त। कसरी खाने ढेँडो? ल्याउ तिमीले। म भात खाँदैछु। केही हुन्न,
मेरो झोलै भ्याइयो झोले भाइ यहाँ छ झोल डोबो न भयो डोबो केही हुन्न त्यहाँ छैन डोबो न केही हुन्न यहाँ छ त त्यहाँ जुठै जुठो छ अनि केही हुन्न दुधो चल्छ त यसरी खाने हो निल्याउने ल साथीहरू मलाई चाहिँ ढेँडो खान खासै राम्रोसँग आइडिया छैन क्या बानी छैन त्यही भएर यसो बहिनीहरूले मलाई सिकाइरहेको छ कसरी खाने यसो गरेर भप्पा हामीले भन्छन् के धेरै भएर अब त्यो अगाएपछि यस्तै हो क्या दामी मजा आयो मजा भात खाँदा चाहिँ झन् मजा आयो ढेँडो भन्दा भात मजा आयो कति दिनपछि भात खाए जस्तो फिल भएको मलाई त किन यस्तो कति दिनपछि नै खायो होला नि त कति मलाई खाना खायो होइन खाना त खाइरहेको के जहिले अब 7 बजे 8 बजे खाने बेला एकैचोटि साँझ त्यही भएर खाए चाहिँ फिलै नआउने बिहानको नखाएर तिमी आलु कचन मगायो होइन भयो अब मगाइसक्यो आलु कचर बनाउनै गयो जस्तो यहाँबाट ताजा ताजा हुन्छ होला कि होइन टाइम पनि लाग्ने अनि झ्यापझुप टेस्ट पनि आउने यो मेरो कति टाइम फर्स्ट सेकेन्ड थर्ड 4th टाइम ढिँडो के यहाँको यहाँको भन्नाले कुवेतमा एकचोटि जिम्बूमा खाएँ एकचोटि यहाँ खाएँ दुईचोटि त रुमै बनाएको थियो क्या दाहरूले ढेँडो हाम्रो रुममा फेरि दायाहरू खतरा मास्टर सेफ छ क्या जे पनि बनाइदिन्छ अनुभवी राम्रो हो मलाई त आउँदैन उनीहरूले त्यस्तै छ गाइज होइन कति दिने रिभ्यू खानालाई कति दिन 10 आउट अफ खाना चाहिँ 10 आउट अफ 9 डे हुन्छ नभए 10 to 10 डे हुन्छ ढेँडो चाहिँ ढिँडो पनि ठिक छ ढिँडो चाहिँ 7 दिन हो कि तपाईँले कति दिन अब तिमी खाइराख्नेलाई थाहा होला नि मलाई त त्यस्तो अनुभव छैन आज ढेँडो कस्तो अझै खल्लो खल्लो जस्तो लाग्यो के हो पनि त्यो भिडियो सिडियो गरेर सिधै आउनु कि नखाएर होला टेस्ट अलिक फरक होइन अस्तिको भन्दा टक्क साथीहरू खाना सकियो होइन सो म चाहिँ ढिँडो हल्का मैले पुग्न सकेन एकदमै धेरै भयो इनफ भयो दामी थियो ल हामी सकेर साथीहरू सो म चाहिँ खाना खाएँ हात धोएँ सो मैले चाहिँ हाम्रो एकदमै कुवेतमा चर्चित व्यक्ति हाम्रो क्वालिटी खबर हाम्रो शिवन दादा भेटेँ आम्मा के हो दाइ अचानक मात्र भेट्नु छ तपाईँ त यार अनि मैले त म्यासेज गर्छु म्यासेज रिप्लाई आउँदैन फोन गर्छु फोन रेस्पोन्स हुँदैन कल ब्याक हुँदैन के गर्नु दाइ मैले त सम्झिरहेको हुन्छु दाइहरूलाई फोन म्यासेज गरेर हुन्छु अब रिप्लाई नै आउँदैन सब ब्लगमा हालिदिने तपाईँको कम्प्लेन आज अगायो कस्तो भयो त अनि ढेँडो रे भात खायो भन्छ के अरे खोलेर भिडियो गराउने अरे कपाल खोलेर ल यसो घुमाउने हो कि हल्लाउने हो कि ओ माई गॉड के गर्ने अरे माइक खै यही छ कतै यही ए देखेन क्या अनि झरालो कि भनेर कहाँ जानला तिमी अब सक्यो आजको माइक मसँग छ साउन्ड आएन होला हजुरलाई अब इन्टरभ्यू लिनु पर्यो हजुरको नाम मेरो नाम चाहिँ अहिले अब के भन्न चाहनुहुन्छ तपाईँहरू मिस स्यागी भन्न पनि सक्नुहुन्छ मिस बबी भन्न सक्नुहुन्छ मेरो रियल नाम चाहिँ बबिता हो मिस बबिता आज बहिनीको ट्याटू रिभिल गरौँ भनेको त्यस्तो त नगरौँ होला पासाङ लामु शेर्पा हो है मेरो आन्टी हुन्छ
अनि त्यसपछि पासाङ लामु शेर्पाको म एकदमै बिग फ्यान हो नि त पासाङ लामुको अनि हजुर अनि त्यसपछि के भयो भन्दाखेरि हाम्रो प्रोग्रामहरू अझै सकेको छैन हामी धेरै ठाउँ जानु छ है होइन तपाईँहरू मलाई फलो गर्न सक्नुहुन्छ माइक बोकेर अहिले चाहिँ हामी यता वासरुमतिर जान्छौँ तर अहिले फेरि पछि भेट्नुपर्छ ल बाई सो साथीहरू हाम्रो चाहिँ फुड ब्लग आजलाई यति नै गरौँ होइन सो एकछिन चुलोमा आइयो यहाँ मजाले बस्यो खाइयो बहिनीहरूसँग टाइम स्पेन्ड गऱ्यो मजाले कुरा गऱ्यो धेरै कुराहरू गऱ्यो मजाले जिस्किने सबै कुरा भयो देन आफ्टर हामी चाहिँ अब निस्किएर ओल्सुकतिर जाने एकछिन सर घुम्ने त्यो सामानहरू किन्ने अनि देन आफ्टर उनीहरू छुट्टिन्छ देन ठिक छ नि यहाँ म त उता गएर यहाँ आएर कुरेर बसेको नि गयो कि जस्तो लागिरहेको थियो फोन गर्नु जस्तो लागिरहेको थियो फेरि होइन छैन होला को म ब्याग बोकेर ब्याग भिरेर ए ठिक छ त कि चस्मा लगाएर अर्कै देखियो अहिले अघि र अहिले ल हामी चाहिँ अब निस्के गयो गाइज ल सो भिडियोलाई धेरैभन्दा धेरै कमेन्ट सब्सक्राइब सेयर सबै गरिदिनु होला लाइक एकदमै माया गरिदिनु होला हाम्रो अर्जुन ठकुरी दाइलाई है अरू सो यही नै हो है ल माया गर्नु होला यही नै भन्नु चाहे ल थ्याङ्क यू सो मच बाई 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 गर्नु बाई गर्नु बाई ल बाई